हाई गुड मर्निङ साथीहरू। आज तपाईहरुसँग एउटा प्रश्न सोध्न छ मलाई। म आफ्नो ब्लगको च्यानलको के नाम राखौँ? तपाईहरु एउटा नाम सोचेर भन्नुस्, सल्लाह दिनुस्। मैले सोचेको नाम चाहिँ खान, म मुस्लिम भएकोले म खान ब्लग भनेर राख्न चाहन्छु। त्यसले गर्दाखेरि तपाईहरुसँग सल्लाह माग्दैछु, सल्लाह दिनुस् त। मेरो नाम मोहम्मद युसुफ खान हो। मेरो घर झापा हो, झापा दमक हो। दमक ब्लग राख्नु कि खान ब्लग राख्नु, एक दुईवटा तपाईहरु पनि सल्लाह दिनुस्। कुवेतमा छु, कुवेतको हालत यस्तै छन्, चलिरहेछन्। अरु के भयो, अहिले रातिको ड्युटी छ। रातिको ड्युटीमा यो सिनहरु छन्, पछाडी हेर्नुभएको सिनहरु यही छन्। अनि काम त्यस्तै छ, कोही खास छैनन्। हल्लियो डुलो त्यति हो। यहाँ चाहिँ अलिक कुवेतको बारेमा एउटा विशेष कुरा तपाईहरुलाई म पछि एउटा राम्रो तरिकाले भिडियो बनाएर मान्छे किन कुवेत आउन छटपटिँदै रहेछ भनेर यसको रहस्य अलिकति पाएको छु, तपाईहरुलाई म भन्दै जानेछु। त्यही हो। अब कमसेकम तपाईहरुले लाइक, कमेन्ट्स र शेयर चाहिँ पक्कै गरिदिनु होला। थ्यांक यू। हेर्दै गर्नुस्।